दिदीले आज किन प्लेट चाट्नु भयो त? नमस्ते साथीहरू, तपाईहरुलाई आज स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। आज चाहिँ डे 1 हो। मैले चाहिँ आजदेखि चाहिँ मिनी ब्लग सुरु गर्न जाँदैछु। आज चाहिँ म किन यहाँ इभेन्ट पनि रेडी भएर चाहिँ जान्छु भन्दाखेरि आज चाहिँ मेरो साइली दिदी आउँदैन भएको छ, त्यही भएर म लिनलाई जाँदैछु। म चाहिँ यो किन घाँटी दल्यो मैलो भन्नु होला, तर मैलो छैन है। फेरि पर्फ्युम चाहिँ एकदम मिठो वासना आएको थियो, त्यही भएर मैले घाँटीबाट के अरे हातले दलेर अनि सुँगेको है त। अनि आज चाहिँ मलाई किन डर लाग्यो भन्दाखेरि आजको चाहिँ गाडी चाहिँ एकदम स्पिड हुन्छ नि, कस्तो डर लाग्यो मलाई। कहिले पनि डर लाग्दैन कि यस्तो गाडीमा चढ्दाखेरि, जति स्पिड हान्दाखेरि पनि। किनभने आज चाहिँ म टायर माथिमै बसको सिटमा बसिदिएँ, अरू बेलामा चाहिँ म ढोकामा बसिरहन्छु किनभने म चाहिँ अलिकति अग्लो छु, त्यही भएर मेरो चाहिँ घोडा चाहिँ ठोकिन्छ कि गाइजहरू सिटमा। अनि त्यही भएर चाहिँ त्यो ठोकिनेको कारणले गर्दाखेरि चाहिँ म ढोकामा बस्छु। त्यही भएर आज चाहिँ म सिटमा बसेको, तर डर लागेको कस्तो स्पिड चलायो नि। सातो गएको थियो मेरो। अनि त्यसपछि त्यसपछि सातो जाँदा 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 जाँदै अनि हाम्रो चाहिँ यो बाटो पनि अहिले चाहिँ राम्रो बनाएको रहेछ, त्यही भएर नि धेरै स्पिड हागेको। अनि गाइजहरू हेर्दा हेर्दै म चाहिँ मेरो 10 क्लाससम्म पढेको स्कुलको बाटो हेर्दै पनि यादहरू नि आइरहेको थियो। किनभने म 10 क्लासमा पढ्दाखेरिसम्म चाहिँ मैले त्यहाँ काफल खान्थेँ, ऐसेलु खान्थेँ, हाम्रो केटाहरूसँग चकचक चकचक गर्दै हुन्छ नि। अब हाम्रो याद आयो क्या मलाई चाहिँ। अनि हाम्रो स्कुलको बाटो पनि सकिसक्यो गाइजहरू। अनि म चाहिँ आज चाहिँ स्पेसली दिदीको लागि चाहिँ दिदीले चाहिँ बोलाउनु भएको भएर चाहिँ म झरेको तल चाहिँ बजारसम्म चाहिँ म लिन जाउँ भनेर गएको। अनि हजुरहरूलाई चाहिँ मैले चाहिँ कस्तो कस्तो कन्टेन्टहरू ल्याउन सक्छु होइन, म चाहिँ ल्याउनु ट्राई गर्छु। हजुरहरूलाई कस्तो मनपर्छ एकचोटि कमेन्ट गरेर ट्याक्क भनिदिनु होला है त। अनि कसलाई चाहिँ रोदिनु है त, टिपेर ट्याप पाएँ खतरा फुलेको रहेछ। त्यसै राम्चे हो, म चाहिँ राम्चे आइपुगिसकेँ है गाइजहरू। अनि हजुरहरूलाई चाहिँ आज चाहिँ म टक्क लगाएर गएर दिदीलाई लिएर आउने छु। हेर मैले अब म गाडीबाट झरेपछिको भिडियो चाहिँ कन्टिन्यू गर्छु गाइजहरू। अगाडिबाट आइरहेको यो दाइलाई देख्नु भएको, कसले देख्नु भएको हजुरहरू कमेन्ट गर्नु होला। यो चाहिँ हाम्रो गाउँको दाइ हो है। अनि मैले बोलाएँ अनि आउँदैन भयो, उहाँको कुरा सुनौँ अनि त्यसपछि म डिस्कस गर्छु उहाँको बारेमा है त। छोटो कुराकानी गरौँ है उहाँसँग, अनि त्यसपछि डिस्कस गर्छु म उहाँको बारेमा। अनि कहाँ त नि यत्रो बेर चाहिँ हिँडेर? अनि चिया पनि खाएर आएको यहाँ। म त गाडी आएको। तपाईँ हिँडेर चिया खाएर निस्केको। अनि कति कहाँ बिहान नै हिँड्नु हो कि कहाँ लानु हुँदैन? उहाँ चाहिँ अहिलेलाई चाहिँ कालीमाटी जानु लाग्नु भएको अरे है। उहाँ चाहिँ हिँडेर हो कि जहाँ पनि हिँडेर पुग्नुहुन्छ। बेसी चौरसम्म चाहिँ हिँडेर पुग्ने मान्छे। अनि उहाँको बारेमा भन्नुपर्दा चाहिँ होइन, उहाँलाई चाहिँ पागल जस्तो टाइपको भन्छन् होइन, घरमै पागल भनेर चाहिँ पागल जस्तो बेर उहाँले कुरा गर्नुहुन्छ एकदम राम्रो, एकदम सम्झाउनुहुन्छ क्या। त्यही भएर कसैले पनि पागल भनेर जज नगरौँ मान्छेलाई, मान्छेको चरित्र हेर्नुपर्छ गाइजहरू। पागल भनेर हेर्नु